ल यहाँ चाहिँ के थियो भन्दाखेरि यहाँ चाहिँ सोधेको छ इफ cos A plus 2 cos C divided by cos A plus 2 cos B equal to sin B divided by sin C. Prove either triangle is isosceles triangle or right angled triangle. यो लेखेको त बुझ्छौ नि तिमीहरूले यो ट्रायंगल हो अनि यो पनि ट्रायंगल हो अनि आरटी भनेको राइट हो अनि यो यस्तो देखो आँखा जस्तो भनेको एंगल हो अनि एंगल्ड भनेको यो एंगलको एंगल्ड ट्रायंगल लेखेको है भन्नुको मतलब यो 90 डिग्री प्रुफ गर भनेर भनेको के हामीलाई क्वेशन त बुझ्यौ तिमीहरूले यो दिएको छ भने इफ दिने बित्तिकै हामीले यही युज गर्नुपर्छ भन्ने कुरा पनि हामी क्लियर छौं ल अब हामीले इफ बाटै स्टार्ट गर्दिने के अब भनेको यो दिएको छ हामीलाई सुरुमा यो लेख्ने यहाँ हेर अब यहाँ आएर भनेको cos C plus cos D को फर्मुला पर्फेक्टली लाग्दा त हुन्थ्यो नि यो 2 2 ले मिस्टेक गर्दिहाल्यो हैन 1 1 त्यहाँ आएर केही थिएन त cos C plus cos D को फर्मुला आउनु बित्तिकै भइहाल्थ्यो त्यही भएर मैले यो सोलुसन स्टार्ट गरेँ ल मैले क्रस मल्टिप्लाई गर्दै यसलाई त यसलाई क्रस मल्टिप्लाई गर्दै ल क्रस मल्टिप्लाई गर्दाखेरि के भयो त भन्दाखेरि C ले यतातिर मल्टिप्लाई गर्दाखेरि के भयो cos A dot sin C plus 2 अनि यहाँ आएर sin C dot cos C equal to यहाँ आएर sin B अनि यहाँ आएर cos A plus 2 यहाँ आएर sin B dot cos B यसो हेर्दाखेरि फर्मुलामा गइराछ के फर्मुलामा गइराछ कुन कुन फर्मुलामा गइराछ एउटा sin 2 एउटा sin 2 यो र यो है ल अब यस्तै गरौँ यसलाई नि हामीले अहिलेको लागि सजिलो पार्नको लागि मैले सबैलाई उतातिर लगेर एक ठाउँमा राखेर गर्छु ल बुझ्यौ मैले के भन्दैछु ल मैले यहाँ आएर 0 इज इक्वल टु लेखेँ अनि मैले के लेखेँ भन्दाखेरि यो cos A त नेगेटिभ हुन्छ नि त हैन cos A त नेगेटिभ हुने हो बुझिरहेको छु मैले के भन्दैछु भन्नुको मतलब यहाँ आएर मैले यो लेखेँ अनि उता जाँदा नेगेटिभ भन्न खोजेको मात्रै हो ल sin B dot cos A minus cos A dot sin C plus यहाँ आएर के हुन्छ यो भन त अब sin 2B अनि यो उता जाँदाखेरि माइनस sin 2C भयो केही गरेको छैन है मैले यो उता जाँदाखेरि नेगेटिभ भयो यो उता जाँदाखेरि यहाँ नेगेटिभ भयो क्या अरु जस्ताको त्यस्तै लेखेको छ फर्मुला हालेको छ अन्डरलाइन गरेको ठाउँमा चाहिँ 2A को फर्मुला हालेको छ यो र यो 2A को फर्मुला हो यो भनेको sin 2C उता गयो यो यता आउँदाखेरि sin 2C भइहाल्यो अनि यो चाहिँ यता आउँदाखेरि sin 2B भइहाल्यो के अनि अरु चाहिँ एरेन्ज गरेको छ यहाँसम्म यो गरेको बुझ्यो कि बुझेन हेर त केही नै गरेको छैन बुझ्यो दाइ बुझ्यो यहाँ केही कमन आइराछ कि छैन cos A कमन तान्देऊ 0 इक्वल टु cos A कमन तान्देऊ अब चाहिँ sin C plus sin D को फर्मुला लाग्यो किन त sin C plus sin D को प्लस अब यहाँ आएर पनि हामीले sin C plus sin D को फर्मुला लगाइदेऊ यो त जान्छ नि त बाहिर 2 भएर पो अघि नगएको हो भित्र 2 हुँदा त जाँदैन र अब यो sin C D को फर्मुला सुरुमा मलाई एक्चुअली कसैले भनिदिन सक्छौ सुरुमा cos आउँछ कि sin आउँछ माइनसमा cos आउँछ अनि cos अनि अब C plus D डिवाइडेड बाइ ओ माय गॉड माइक म्युट C plus D 2B minus 2C divided by 2 हैन प्लस सुरुमा cos आयो भने त भित्र प्लस लेख्नु पर्यो नि यहाँ त डट अब यहाँ आएर sin अब 2B minus 2C divided by 2 कन्फ्युजन छैन है हामीलाई केही कन्फ्युजन भएको छैन अहिलेसम्म sin C plus sin D को फर्मुला मात्रै हालेको यहाँ आएर माइनस हुँदाखेरि सुरुमा cos आउँछ प्लस हुँदाखेरि सुरुमा sin आउँछ के अनि फर्मुला चाहिँ फेरि यही नै हुन्छ क्या यही C plus D by 2 C minus D divided by 2 ल अब यहाँ पनि त फर्मुलामा जान्छ नि त है ल यहाँ पनि हाल्दिम त 0 इक्वल टु cos A जस्ताको त्यस्तै अनि यहाँ आएर के भयो भने त माइनस नै छ माइनस हुँदाखेरि सुरुमा के आउँछ नि cos
अनि यहाँ आएर b प्लस c डिभाइड बाई 2 भइहाल्यो। अनि फेरि यहाँ डटमै हुन्छ अनि यहाँ आएर साइन माइनसमा अनि यहाँ b प्लस b माइनस c डिभाइड बाई 2। केही कन्फ्युजन छैन है। मैले यो ठुलो ब्राकेट पनि क्लोज गरिदिएँ। त्यसपछि यहाँ आएर 2 2 2 कमन तानेर फालिदिएँ मैले, बुझ्यौ? यहाँ आएर के रहेछ cos b प्लस c मात्रै रहेछ। यहाँ आएर के रहेछ साइन b minus c माइनस c रहेछ। यहाँसम्म पनि क्लियर छौँ हामी। तिमीहरूलाई यसो विचार गर्दाखेरि यो केमा यो यसको ठाउँमा के लेख्न मिल्छ अरे? पाई छ भने नि pi minus a b प्लस c भनेको पाई माइनस a हो। अब कास्ट रुलले हामीलाई CAST कास्ट रुलले पाई माइनस a भनेको यो हो कि होइन? पाई भनेको 180 डिग्री भनेको यो हो नि त। पाई भनेको त पाई माइनस भनेको यो ठाउँ हो कि होइन? यो ठाउँमा साइन मात्रै पोजिटिभ हो कि होइन त? अब यहाँ आएर के भयो भने त कास्ट रुल लाउँदाखेरि जस्तै b प्लस c को ठाउँमा यो भयो माइनसमा आउने भयो, यो चेन्ज भएर माइनस यो यहाँ हेर त साइन मात्रै पोजिटिभ हो, साइन छैन, यहाँ कस छ नि त। कस भएको कारणले नेगेटिभ हो, तर चेन्ज भयो त। यसमा चेन्ज हुन्छ त? चेन्ज हुँदैन। चेन्ज त कतिमा हुन्छ 90 र 270 मात्रै हुन्छ। ओ माय गॉड, कसकोबाट रिपिट भइरहेछ? ल कसको केही आएन, केही प्रब्लम भयो भने भन ल। केही नै गरेको छैन हौ, केही नै गरेको छैन। तिमीहरू नआत्तिकन जस्तो छ त्यस्तै यहाँ हेर है। मैले यो जस्ताको त्यस्तै टोप्लुक्क सार्दै त्यो कास्ट रुल लगाएर चेन्ज गरिदिन्छु मात्रै र मुनिपट्टि। यहाँ हेर है त। यसमा मैले के लेख्न मिल्छ अरे? b प्लस c को ठाउँमा पाई माइनस a लेख्न मिल्छ अरे। कास्ट रुलले पाईमा चेन्ज हुन्छ त? हुँदैन। पाईमा चेन्ज यो साइन कसमा चेन्ज हुँदैन, कस नै भयो। अब पाई माइनस a भनेको त पाई माइनस थीटा भनेको त यो पोर्सनमा पर्यो नि त। यो त पाई माइनस थीटा जस्तो पोर्सनमा पर्यो। यसमा साइन मात्रै पोजिटिभ हो, तर अरू साइन आएको कारणले गर्दाखेरि यहाँ त कस आयो नि त। साइन मात्रै पोजिटिभ हो। कति हो? साइन मात्रै पोजिटिभ हो, साइन मात्रै पोजिटिभ हो, तर आइदियो के कस आइदियो। त्यही भएर मुनिपट्टि जाँदाखेरि चाहिँ के भयो? यो भन्दा मुनिपट्टि लेख्दाखेरि चाहिँ के भयो अरे? माइनस cos a। गुड। यहाँ आएर जस्ट माइनस आयो अनि यो सबै हटेर a मात्रै आयो। अब यो कास्ट रुल बुझेन भने चाहिँ 9 क्लासको अप्सनल म्याथमा अझै डिपली पढ्नु पर्छ। 9 क्लासमा अप्सनल म्याथ नपढेर यस्तो भएको 90 मा चेन्ज हुँदैन हुन्छ, 90 बाई कति अरूमा कसमै रहन्छ, माइनस मात्रै हेर्ने। त्यो रिजन त्यो ठाउँमा त्यो बाहेक अरू थोक सबै माइनस हो क्या। त्यति नै हो बुझ्नुपर्ने। अब अप्सनल म्याथ नपढेकोलाई चाहिँ यति भन्दै है मैले। ल यहाँसम्म अझै के कमन आयो? cos a cos a कमन आयो है। अब चाहिँ मैले cos a कमन तान्दै ल। 0 इक्वल टु cos a कमन तान्यो। अब यहाँ के बाँकी रह्यो? 2 पनि आयो होला। 2 पनि कमन आयो हेर त। 2 cos a भन्न पाइन्छ? यो सबै मल्टिप्लाईको ठाउँमा छ नि त। पाए 2 cos a भन्थे। त्यसपछि यहाँ भित्र भएको कुरा लेख्दै ल। cos b प्लस c डिभाइड बाई 2 डट साइन b माइनस c डिभाइड बाई 2 कि 2 कमन नतान्नु कि 2 कमन ल 2 कमन तान्ने। 2 कमन गएर यति सबै गइसक्यो। अब यहाँ बाँकी रह्यो के हो? माइनस साइन b माइनस c मात्र। अलिकति मैले हिन्ट पाइहाल्यो है। अब अर्को स्टेप। ल यसमा अब 1/2 को फर्मुला लगाइदियो अरे क्या। भन्नुको मतलब यहाँ 1/2 अनि यहाँ 2 लगाइदियो भने त 2 साइन थीटाको फर्मुला के हो भन त? 2 साइन थीटाको फर्मुला 2 sin a cos a। सरी भित्र 2 भएको बेला चाहिँ फर्मुला ल। 2 थीटाको फर्मुला के अरे? 2 साइन थीटा डट कस थीटा हो कि भन त। अब यसलाई मैले यस्तो गरिदिएँ अरे क्या। के गरिदिएँ भन त? यो b/2 लाई डिभाइड बाई 2 अनि यहाँ आएर 2 ले मल्टिप्लाई गरिदियो भने त त्यही नै भएन र? 2 थीटा जस्तो भएन र? यो थीटा भयो अनि यो 2 भएन त? मैले भनेको बुझ्यौ कि बुझेनौ? यहाँ हेर त। हुन चाहिँ यस्तो छ, b माइनस c मात्रै छ हैन? b माइनस c मात्रै छ। मैले के गर्दै अरे? डिभाइड बाई 2 लेख्दिएँ अनि यहाँ आएर पनि 2 ले मल्टिप्लाई गरेर जे होस् हाफ एङ्गल बनाएँ भन्न खोजेको है मैले। यो नबनाइकन डाइरेक्टली तिमीहरूले यस्तो लेख्दा पनि हुन्छ क्या। त्यो मुनि 2 अनि यहाँ आएर साइन b माइनस c डिभाइड बाई 2 डट कस यो b माइनस c डिभाइड बाई 2 लेख्दा पनि हुन्छ। तिमीहरू डाइरेक्ट लेखेको बुझ्छौ कि त्यो मल्टिप्लाई गरेर देखाइदिउँ भन त? के भन्नु पहिला भन्नु न, बुझेन। यस्तो गरेको क्या। b माइनस c डिभाइड बाई 2
यसलाई यो गरेको बुझ्यौ कि बुझेन भन त बुझेँ बुझेन फेरि भन्नु न एकचोटि बुझेँ दाइ यहाँ हेर है त सीलाई चाहिँ ठिटा मानेर भनिदिनु न यसलाई यहाँ हेर है त यो भनेको ठिटा मैले मानिदिएँ अरे के यहाँ हेर है साइन ठिटा मानिदिएँ अरे बुझ्यौ यसलाई मैले ठिटा मानिदिएँ अरे यो क्वेसनले यो छ नि त हामीसँग यो छ नि त यो छ यसलाई मैले के गरेँ अरे भन्दाखेरि यसलाई मैले 2 sin थीटा डिभाइड बाई 2 र cos थीटा डिभाइड बाई 2 लेखेको क्या हाफको फर्ममा यस्तो फर्मुलामा जाँदैन र जान्छ कि बुझेनौ यो उषाले बुझेनौ कसरी पो ओइ उषा कहाँ छ उषा उषाले नै सोधेको होइन यो उषाकै आवाज जस्तो लाग्यो बुझेनौ हेर्न नबोलेको फेरि अब बुझे भने बुझे भन्ने हो के बुझिन ए हो यसरी भन्नु पर्यो नि त किन लजाको ल अब यहाँ हेर है के भयो यो फर्मुला थाहा छ कि थाहा छैन तिमीलाई यो सुरुमा यो मलाई भन sin 2 थीटा इक्वल टु 2 sin थीटा डट cos थीटा चाहिँ थाहा छैन थाहा छ यो थाहा छ भने अर्को किन थाहा छैन तिमीलाई ल यो थाहा छ भने तँ अर्को त्यही फर्मुला लेखेको हो के बुने यहाँ हेर यहाँ 2 थीटा हुँदाखेरि उतापट्टि थीटा छ यहाँ हेर त यहाँ 2 थीटा भएको बेलामा यहाँ थीटा छ यहाँ पनि थीटा छ जस्तै यहाँ आएर sin थीटा भएको बेलामा यसको आधी हुनु भएन त उतापट्टि sin थीटा डिभाइड बाई 2 डट cos थीटा डिभाइड बाई 2 हुनु भएन त यहाँ 2 भएको बेलामा यहाँ 1 छ हैन अनि यहाँ 1 भएको बेलामा यहाँ आधी आधी त हुनु पर्यो नि त बुझ्यौ कि बुझेनौ यो लेखेको बुझे बुझ्यौ अब यो थीटाको ठाउँमा अहिले कति छ भन त बुझ्यौ कि बुझेनौ अब b माइनस c ओ b माइनस c त लेखेको ल बुझ्यौ अब चाहिँ बुझे दाइ ल हजुर मैले त्यो b प्लस c लाई त्यो पाई माइनस a वाला बनाएको छ त हो त्यो चाहिँ बुझिन एउटा ट्रायंगलमा नि यो सबै ट्रिगोनोमेट्रिक कुरा नै पनि सबै ट्रिगोनोमेट्रिक कुरा एउटा ट्रायंगलमा सीमित छ क्या यो एंगल र यो एंगल भनेको a प्लस b प्लस c भनेको 180 डिग्री हुन्छ सम अफ द ट्रायंगल भनेर लेखेको अनि यहाँ आएर b प्लस c लेखेको यहाँ मैले b प्लस c लाई एक ठाउँमा राखेँ भने यो a उता जाँदाखेरि कति हुन्छ पाई माइनस a हुन्छ कि हुँदैन हुन्छ बुझ्यौ कि बुझेनौ तँ कहाँबाट आएको चाहिँ त्यहाँदेखि उता लास्ट रुल चाहिँ बुझ्यौ बुझी नाइन क्लासमा अप्सनल म्याथ पढेको हो तिमीले हो पिडे हान्छ है तिमीले त्यसो भन्छ ल होइन त्यस्तो भन्न खोजेको होइन बिर्सिन पाइयो ल यहाँ यो मैले मेटाइदिएँ ल अरू यो माथिको यो 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 फर्मुला हालेको त बुझ्यौ नि होइन यसलाई यो फर्मुला हालेको बुझ्यौ कि बुझेन अब sin 2 थीटाको फर्मुला हालेको के ल यो फर्मुला हाल्यो भने यतातिरको मैले जस्ताको त्यस्तै सारेर यतातिरको मैले यहाँसम्मको कुरा मैले जस्ताको त्यस्तै सारेर डुप्लिकेट डुप्लिकेट गरेँ भने डिलिट गरेछु डुप्लिकेट गरेर तलतिर झारे जस्ताको त्यस्तै सारे केही गरेको छुइनँ है मैले अब के कमान आयो हेर त यो सबै मल्टिप्लाईको टर्ममा छ यो सबै मल्टिप्लाईको टर्ममा छ यो सबै एउटै टर्म हो क्या यो ब्राकेट नदिँदा नि हुन्छ यो ब्राकेट ल अब चाहिँ यो ब्राकेट नदिँदा नि हुन्छ ल ल दिनु पर्यो कमन हो त त्यही भएर दिनु पर्यो है ल अब यो भित्रको ब्राकेटबाट के कमन आइरहेछ sin b minus c upon 2 हो तँ पनि कमन तान्दिन तर 2 त कमन आएन यो 2 त कमन आएको छ त 2 चाहिँ कमन हैन जे कमन आएको छ त्यो मात्रै बाहिर सार्दिन ल अर 0 इक्वल टु 2 अनि यहाँ के भयो यो अलिकति लामै हिसाब हो ल cos a अनि यो साइन बाहिर आयो नि त यो साइन र यो साइन बाहिर आएको हो नि त हैन त्यही भएर sin b minus c डिभाइड बाई 2 त्यस पछाडि अब अर्को भनेको के आयो भने त cos b plus c minus 2 अनि यहाँ आएर cos b minus c डिभाइड बाई 2 भन्ने कुरा बुझ्यौ यहाँसम्म बुझ्यौ तिमीहरूले एकदम दाइ ल अब यहाँ आएर यहाँ कतिवटा प्रोडक्ट बनाऊ भन त कतिवटा प्रोडक्ट छ यहाँ हामीसँग कतिवटा एन्सर छ इक्वल टु 0 गरेका छौँ कतिवटा एन्सर छ यो इक्वल टु 0 पनि गर्यौँ भने एउटा हो हैन यो इक्वल टु 0 पनि गर्न पाइयो नि त प्रोडक्टमा छ भने त इक्वल टु 0 गर्न पाइएन र यस्तो गरेको होइन पहिले नै x - 1 र x - 2 इक्वल टु 0 गर्दाखेरि x इक्वल टु 1 र x इक्वल टु 2 गरेको होइन जमानामा हामीले हो आइडर गरेर हो त्यही नै भएको हो के हेर्दा मात्रै कहिले कस्तो कस्तो खालको एक्सप्रेसन देखिरहेछ तर तिमीले के बुझ्ने भन्दाखेरि यो एउटा टर्म हो भनेर बुझ्ने यो प्रोडक्ट रुल छ नि त प्रोडक्ट छ नि त त्यहाँ
यहाँदेखि यहाँसम्म एउटा हो, दुईटा एन्सर आयो, यहाँदेखि यहाँसम्म तीनटा एन्सर आइरहेछ हेर है। अब हामीले प्रुभ गर्नुपर्ने कुरा एन्सर निक्लिसक्यो क्या, भइसक्यो क्या। अब यहाँ हेर मैले के गरेँ, यो कास्ट रुल लेखेको मेटाइदिएँ ल, यो मेटाइदिएँ ल। यहाँ हामीले के प्रुभ गर भनेको छ अरे, एउटा आइसोसेलेस ट्रायंगल प्रुभ गर भनेको छ अरे। आइसोसेलेस ट्रायंगल प्रुभ गर्नको लागि हामीले दुईटा एंगल बराबर देखाउनु पर्यो, सक्यो, अथवा दुईटा साइड बराबर देखाउनु पर्यो, सक्यो। अनि एउटा राइट एंगल ट्रायंगल प्रुभ गर्नको लागि हामीले के गर्नु पर्ला, कि त थीटा 90 डिग्री देखाउनु पर्ला, कि त h स्क्वायर इक्वल टु p स्क्वायर प्लस b स्क्वायर, त्यस्तो केही कुरा देखाउनु पर्ला, हो कि न त? राइट एंगल ट्रायंगलमा लाग्ने त्यही नै त हो। ल अब हामीले केही नै नगरिकन यहाँ आएर मैले यो तिमीलाई अलिकति सजिलो बनाउँछु ल, यो पेपर अर्को पारेर हैन। ल यहाँ हेर है त, मैले सुरुकोलाई अब आइदर गरे ल आइदर 2 cos a इक्वल टु 0 गर्न मिल्यो कि मिलेन? यो 2 त जाँदाखेरि cos a इक्वल टु 0 गर्न मिल्यो कि मिलेन? cos कतिखेर 0? cos 0 मा कति? cos 0 को भ्यालु कति? 1 हो कि हैन? cos 90 को भ्यालु 0। cos a इक्वल टु cos 90 हेर है, 0 को ठाउँमा cos 90 लेखेको है मैले। 0 भनेकै cos 90 हो नि त, त्यही भएर cos cos काट्यो, a को भ्यालु कति निक्ल्यो? 90 भयो एउटा प्रुफ। भन्नुको मतलब यो के रहेछ? राइट एंगल ट्रायंगल सजिलो भयो। अब मैले sin b - c डिवाइड बाइ 2 इक्वल टु 0 गर्न मिल्यो कि मिलेन? मिल्यो। sin कतिमा 0? 0 मा 2 इक्वल टु sin 0 मा 0 हैन? sin काटिहाल्यो भनेपछि b - c डिवाइड बाइ 2 इक्वल टु 0 भयो कि भएन? भयो। भनेको मतलब 2 ले उता गर्दाखेरि b - c इक्वल टु 0 भयो कि भएन? b इक्वल टु c। आइसोसेलेस ट्रायंगल पनि प्रुफ भयो। अब यो लास्टको यो गरिराख्नु पर्यो हामीले। अब यसलाई परेन हामीले प्रुफ दैट सक्यो। अझै फर्दर केही भनेको थियो भने यो पनि हामीले युज गरेर गर्न सक्थ्यौं, हो के न त? हो। प्रब्लम भयो यहाँसम्म। के भन्दैछ? 9/10 को क्वेशन हो हैन र यो? 9 र 10 के क्वेशन हो? 9/10 भनेको मैले 9 र 10 के क्वेशन हो यार भाइ। तर अलिकति त्यतिखेर चाहिँ यो चाहिँ अति नै ह्याम्पर क्वेशन हो। अहिले चाहिँ अब बेसिक क्वेशन भयो। पहिले नै एउटा थियो नि, यही a + b + c डिवाइड बाइ त्यो a + u लाएर गरेको गर्ने त्यो लेसनको नाम के पो अरे? 4 नम्बरमा हो त्यो दाइ। यो लेसनको नाम के पो थियो? यस्तो लाक्कोलाई गर्नुपर्ने सब मल्टिपल एंगल के थियो, हाफ एंगल त्यस्तै के थियो। त्यस्तै के थियो। तर यो लाक्कोलाई गर्नुपर्छ हैन? त्यो ट्रिग्नोमेट्रीमा कति पढ्यो के त्यो फर्मुला त पहिला? यस्तो हो के गन्दा यो त्यतिखेर। यो सजिलो भयो कि भएन भन त? यो क्वेशन आयो भने गर्न सकिन्छ नि? दुईटा आयो भने ल अर्को एउटा गरौँ न त ल। दाइ यतको गएपछि यो आइदर अर गर्ने भन्ने चाहिँ कसरी थाहा पाउनु त? अनि फेरि एकचोटि प्र्याक्टिस नगरिकन त कहाँ हुन्छ त यार भाइ? मतलब यस्तो हो क्या, तिमीले यति दुईटा निकाल्ने बित्तिकै तिम्रो प्रुफ त भइसक्यो हो। त्यही भएर त आइदर अर गरेको हो। मैले यसो हेर्दैखेरि ए यता 0 सँग इक्वल गरेर a 90 आइहाल्यो, त्यही भएर त मैले रोकेको हो। त्यो बुक्दाखेरि त त्यही सोच्ने हो नि। अब त सोच्न सक्यो नि त, योभन्दा अगाडि सोच्न नसक्यो भने अब त सोच्न सक्यो नि त, यसरी पनि इक्वेट हुँदो रहेछ भनेर। सक्यो। त्यही पहिला त लागोलाई के भन्छ हौ? म त तिमीहरूको भाषा पो बुझ्दिनँ त। तिमीहरू पश्चिमको त नेपाली बोल्छौ क्या? लाउ खाउ खुइ के त्यस्तै तरिकाले क्या। हाम्रो चाहिँ खान्छौ हुन्छ है, खान्छौ र त्यस्तो खालको चाहिँ हामी बोल्दैनौँ कि। यो अरु पनि सोधेको हो, थर्डको कसरी सल्भ गर्नु त? अरु सोधेको भए चाहिँ यस्तो हुन्छ क्या भाइ। यो थर्डको चाहिँ केही भनेर के भनेर सोध्यो भने प्रुफ दैट केही एक्सप्रेसन बनाएर सोध्यो क्या। यो थर्डको चाहिँ इक्वल टु 0 हुँदैन क्या, नट ट्रु हुन्छ क्या इक्वल टु 0। त्यही भएर केही बनाएर सोध्यो अनि त्यो बनाउनु पर्थ्यो हामीले। ल अर्को क्वेसन गरे ल। फेरि यहाँ हेर न, यस्तो हुन्छ नि त, यो पनि इक्वल टु 0, यो पनि इक्वल टु 0 गरिम, यो पनि इक्वल टु 0 गरिम, यो पनि इक्वल टु 0 गरिम भने केही प्रुफ नै हुँदैन क्या। मतलब यो एक्सप्रेसनै यो केही पनि हुँदैन क्या, यो माथिकै रङ हुन्छ क्या। त्यही भएर त्यतिकै छोडिदिएको क्या त्यो क्वेसनमा। ल अर्को क्वेसन के भन्दैछन् हौ केटाकेटी? ए पूर्वेली बुझ्नु भयो।
अब तिमीहरूलाई यस्तो के मतलब एउटा कुरा भन्दा भने जस्तो लाग्छ होला कि पूर्वको मान्छेको नेपाली चाहिँ अलिक प्योर नेपाली हुन्छ जस्तो लाग्छ क्या मलाई मतलब ग्रामेटिकल्ली क्या म पुरै हो मतलब त्यस्तो नलाग्ला होइन तिमीहरूलाई तर त्यही हो क्या हुन चाहिँ त्यही नै हुन्छ क्या ल जापालीको नेपाली जाने हुन्छ हो दाइ के अरे मेरो भाइ जापालीको नेपाली के झापाली अब यतातिरको पूर्वको नेपाली अलिक प्योर नेपाली हुन्छ क्या प्योर नेपाली भन्न खोजेको होइन ग्रामेटिकल्ली हुँदैन भुवनलाई सोध्नु न बोल्न लाउनु खान्छौ र जान्छौ र भन्छ कि क्या हो यो असिम भाइ चाहिँ त्यसरी बोल्छ जस्तो लाग्छ मलाई अर्घाजीको भाषा हो नि दाइ खै कहाँ गयो थाहा छैन मलाई त्यस्तो चाहिँ कमेडी पाराले बोल्छन् क्या दाइ पश्चिमतिर कमेडी पाराले त होइन त्यही हो तिनीहरूको बोल्ने तरिका त्यही सिकेको हो हामीलाई चाहिँ त्यस्तो लागेको हो हामीलाई चाहिँ कमेडी लागेको ल अर्को खाँचीको छु म ल अरे ए अग्र खाँचीको हो अर्को खाँची सिमेन्ट खोइ के भने मात्रै आउँछ यार चाहिँ हो नि होइन भाइ त्यहाँ सिमेन्ट फ्याक्ट्री छ अरे होइन के छ त्यहाँ चुनढुङ्गा पाइन्छ सिमेन्टको लागि चुनढुङ्गा पाइन्छ चुनढुङ्गा पाइन्छ के अरे म्याग्नेजियम पाइन्छ कि माटै पाइन्छ माटो मात्रै ल अर्को क्वेसन गरौँ ल यो क्वेसन छ होइन अब यो क्वेसन तिमीहरूको लागि अलिकति युनिक हुन जान्छ हेर क्वेसन यो यस्तो देख्ने बित्तिकै कोही कोहीलाई डर लाग्छ क्या यो यम हाल्ने डर लाग्छ भन्नु मतलब अलिकति कसैलाई गाह्रो लाग्न सक्छ भनेर भन्न खोजेको तर गाह्रो चाहिँ हुँदैन गाह्रो चाहिँ नमान्ने क्या गाह्रो चाहिँ हुँदैन अब क्वेसनले हामीलाई यो दिएको छ सुरुमा के दिएको छ b - a = mc दिएको छ होइन यो यहाँ हेर है कस्तो तरिकाले युज गर्छु म त्यो हेर तिमीहरू त्यस पछाडि तिमीहरूले त्यही अनुसारले युज गर्न सकिन्छ मैले तिमीहरूलाई अस्ति नै पनि भन्दाखेरि तिमीहरूले के भनेको छु भन्दाखेरि साइडलाई चाहिँ सकेसम्म एङ्गलमा लग्यो भने चाहिँ सजिलो हुन्छ भनेर भनिरहेको छु म हामीलाई ए भनेको त 2r sin a त थाहा छ नि त होइन मजाले आउँछ कि आउँदैन यो कुरा मैले फेरि पनि भनिदिन्छु म भन्न चाहिँ तर यो a = 2r sin a भन्ने कुरा तिमीहरूले थाहा पाउनु पर्यो ल b = 2r sin b भन्ने कुरा थाहा पाउनु पर्यो जस्तै c = 2r sin c भन्ने कुरा थाहा पाउनु पर्यो यो साइन लबाट आएको कुरा भनेर ल अहिले फेरि पनि भनिदिन्छु म कसरी आयो भनेर ल यहाँबाट सुरुमा मैले c लाई तलपट्टि झारे भने b - a / c = यम मैले किन यही नै गरेँ यमलाई नै किन यस्तो गरेँ भन्दाखेरि यो यमको भ्यालु एकले बनाएर यहाँ युज गर्न खोजेको हो क्या मैले यो यमको भ्यालु यहाँ युज गर्न खोजेको पछि अब यहाँबाट गयौँ भने त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई होइन किन भन्दाखेरि यहाँ यम पनि छैन यम जबरजस्ती बनाउनु पर्यो यस्तो प्याटर्न बनाउनु पर्यो यो एकदमै इम्पोसिबल जस्तो कुरा हो त्यही भएर मैले सुरुमा के लेखेँ RHS भनेर लेखेँ यहाँ यमको भ्यालु बनाइसकेँ यमको भ्यालु के भएछ अरे b - a / c भएछ जस्तो c तल झरिसकेपछि भनेपछि 1 + यम अनि यहाँ आएर cos b / के लेख्यो भन्दाखेरि यम अनि यहाँ आएर sin b लेखेँ अब मैले के गरेँ त भन्दाखेरि अब मैले यमको भ्यालु भनेको के हो b - a / c अनि यहाँ आएर डट अनि यहाँ आएर cos b / यम भनेपछि b - a / c अनि यहाँ आएर sin b मैले तिमीलाई के भनेको छु यो अब साइडमा कन्भर्ट यमको भ्यालु त साइडमा कन्भर्ट भइसक्यो यमको भ्यालु केमा कन्भर्ट भइसक्यो साइडमा कन्भर्ट भइसक्यो साइडमा कन्भर्ट भएपछि हामीलाई चाहिने के छ सबै एंगलमा छ सबै केमा छ एंगलमा छ त्यही भएर म के गर्छु यसलाई एंगलमा लान्छु एंगलमा लाने त फर्मुला हामीलाई के थाहा छ साइन ल थाहा छ ओइ विवश भाइ तिमीले के गरेको यो साइन ल a = b / sin b = c / sin c = 2r छ नि त यसलाई मात्रै इक्वेट गरेर एकचोटि हेरौँ ल यसलाई मात्रै इक्वेट गर्दाखेरि c = sin ले उतापट्टि मल्टिप्लाई गर्दाखेरि 2r sin c भयो कि भएन हो यसरी नै फर्स्ट र लास्टको मात्रै इक्वेट गर्दाखेरि b = 2r sin c हुन्छ के हुन्छ अरे b = 2r sin c हुन्छ अनि फर्स्टको र लास्टको मात्रै यो र यो मात्रै इक्वेट गर्दाखेरि यो sin a ले 2r सँग मल्टिप्लाई गर्दाखेरि सबै इन्डिभिजुअली जतिचोटि पनि इक्वेट गर्न मिल्छ क्या त्यही भएर a = 2r sin a लेख्न मिल्यो यहाँ आएर मुनिपट्टि b लेख्न मिल्छ चाहिँ b हुन्छ यस्तो हुन्छ हैन भनेपछि त्यही अनुसारले मैले यहाँ आएर मैले के गरेँ अरे भ्यालु हालेँ ल अब मैले भ्यालु हालेँ
तिमीहरूले मैले यस्तो लेख्यो भने तिमीहरू मजाले बुझ्छौ जस्तो लाग्छ मलाई। के भन न, यो स्टेपमा चाहिँ मैले फर्मुला हालिन, यो स्टेपमा मैले एलसीएम लिएर सीसी काट्दै भने तिमीहरू बुझ्छौ। सी प्लस बी माइनस ए अनि बी प्लस ए अनि यो र यो चाहिँ मल्टिप्लाईमा छ अनि यहाँ आएर कस बी छ है, यस्तो छ नि त। अनि यहाँ आएर चाहिँ के छ, यहाँ आएर त जस्ट बी माइनस ए अनि यहाँ आएर के भयो साइन बी भयो। मजाले बुझिन्छ है यति त भनेर। एलसीएम लिँदाखेरि यो सी र यसको सी र सी उड्यो क्या, मुनिको सी र माथिको सी उड्यो क्या, अनि माथिपट्टि सी आएर बस्यो। एलसीएम लिएको माथिपट्टि मात्रै एलसीएम लिएको अनि मुनिको सी उडाइदिएको। ल अब चाहिँ मैले भ्यालु हालेँ ल, भनेपछि सी को भ्यालुमा मैले के हाल्न पाएँ 2r साइन सी भनेर हाल्न पाएँ, प्लस यो ब्राकेटभित्र छ यहाँ आएर के हाल्न पाएँ 2r साइन बी भनेर हाल्नु पर्यो, माइनस यहाँ आएर कति हाल्न पायो 2r साइन ए हाल्न पाइयो, यहाँ आएर कस बी हाल्न पाइयो, डिभाइड बाई के गरेँ यहाँ आएर 2r साइन बी माइनस 2r साइन ए, यहाँ आएर के हाल्न पाएँ साइन बी हाल्न पाएँ। 2r योबाट पनि मैले 2r कमन ताने, यहाँबाट पनि 2r कमन ताने, यहाँबाट पनि 2r कमन ताने, खासमा यो सबै एउटै टर्म हो। त्यही भएर 2r कमन तानेर मुनिको पनि 2r सँग उडाइदिए भने तिमीहरू बुझ्छौ। यो 2r को मैले हिजो पनि भनिदिरहेको छु, आज चाहिँ म भन्दिनँ है कमन तानेर। यो 2r सबैको योबाट र योबाट 2r भन्नुको मतलब योबाट पनि 2r हो के त, किन भन्दा यो मल्टिप्लाईको टर्ममा चाहिँ केही फरक पर्दैन, काट्न पाइन्छ। ल 2r कमन तानेर मैले सबै थोक काट्दिएँ, के बाँकी रह्यो त साइन सी प्लस यहाँभित्र साइन बी माइनस साइन ए डट कस बी डिभाइड बाई यहाँ आएर साइन बी माइनस साइन ए, अब यहाँ आएर अब कोहीले के भन्छ थाहा छ दाइ, यहाँ त दुईटा मिलिरहेछ त, यो र यो काट्दिउँ न त दाइ भनेर भन्लान्। अब काट्न मिल्छ त, यहाँ प्रोसेस लाइनले बिगारिरहेछ, काट्न पाइँदैन दाइ, कमनले त्यस्तो तान्न पायो अरे अनि काट्न चाहिँ पाइएन फेरि भन्ला नि। फेरि म त गोडिदिन्छु है फेरि, यस्तो सोध्यो चाहिँ पाइते सोध्यो भने चाहिँ म। ल अब यहाँ हेर है त, अब नि कुरा कहाँ आइरहेछ भन्दाखेरि नि एउटा कुरा आइरहेछ, के कुरा भन न, साइन बी कमन। यो साइन बी कमन तानी नरखौँ एकछिन पख, यहाँ मुनिबाट साइन बी कमन तान्नु भनेको, त्यो साइन बी कमन तानेर त्यस्तै बनेको हो क्या त्यो। साइन सी माइनस साइन डी गर्न फर्मुलामा जाँदैछ। यहाँ हेर न फर्मुलामा पनि गएको छैन क्या। यो साइन सीलाई चाहिँ सबै कुरा हेर त के को फर्मेटमा छ, यो ए बी छ होइन, यो पनि बी छ, यो पनि बी छ, यो पनि ए, कुन मात्रै छैन साइन बीमा, मतलब साइन ए र बीमा, यो मात्रै छ हो। यसको ठाउँमा मैले यस्तो लेखेँ भने तिमीहरू बुझ्छौ, साइन ए प्लस बी डाइरेक्टली लेख्दियो भने तिमीहरू बुझ्छौ बुझ्दैनौ, बुझ्छौ। हेर कास्ट रुलले के भन्छ, CAST कास्ट, यो ठाउँमा के हुन्छ साइन पोजिटिभ, के पोजिटिभ साइन पोजिटिभ हो भनेर भन्छ। अनि यो ठाउँ भनेको यो सी हेर है, ए प्लस बी प्लस सी इक्वल टु पाई हो। अब सी मात्रै भनेको त मैले पाई माइनस ए प्लस बी त लेख्न सक्छु नि त, पाई माइनस ए प्लस बी मिल्यो भनेपछि पाई माइनस थीटा भनेको यो पोर्सनमा पर्यो कि परेन, यो एलाई थीटा भन्न पाएँ त मैले, ए प्लस बीलाई त थीटा भन्न पाएँ, यो पोर्सनमा पर्यो। यो पोर्सनमा भन्नुको मतलब साइन पोजिटिभ हुने भयो, साइन चेन्ज हुने भयो त, पाईमा चाहिँ चेन्ज हुन्छ त, पाईमा चेन्ज हुँदैन, पाई बाई 2 मा चेन्ज हुन्छ भन्नुको मतलब। यहाँ मैले डाइरेक्टली यस्तो लेख्न मिल्यो कि मिलेन, साइन साइन नै भयो, पोजिटिभ नै भयो, सी को ठाउँमा ए प्लस बी मात्रै लेख्न मिल्यो कि मिलेन, युज गरेको बुझ्छौ कि बुझ्दैनौ? बुझ्छौ। ल यो भयो, त्यस पछाडि साइन ए प्लस बी भयो अरे, यहाँ आएर के भयो भन त, यो र यो मल्टिप्लाई गरिदिउँ त के हुन्छ, साइन बी डट कस बी माइनस यहाँ आएर साइन ए डट कस बी। मैले किन त्यही नै युज गरेँ भन्ने कुरा त बुझ्यौ नि, सबै त्यही फर्मेट मात्रै, त्यही भएर मुनि पनि मल्टिप्लाई गर्छौ भने मल्टिप्लाई गर, मल्टिप्लाई गर्दैन भने मल्टिप्लाई नगरिकन त्यतिकै छोड्यो। के गर्छौ मल्टिप्लाई गर्ने नगरौँ अहिलेको लागि, त्यतिकै काट्यो भने काटिदिनुपर्छ, माइनस साइन ए अनि यहाँ आएर साइन बी। ल तिमीहरू मलाई कसैले साइन ए प्लस बी को फर्मुला भन्न सक्छौ? अप्सनल म्याथ नपढ्नुको घाटा देख्यौ, यति नै हो क्या घाटा चाहिँ, अप्सनल म्याथ नपढ्नुको घाटा तिमीहरूले पहिले नै। ल यहाँ आएर
sin a डट cos b प्लस cos a डट sin b। अब प्लस यहाँ आएर sin b डट cos b माइनस sin a डट cos b के काट्यो माथि नै माथि सुरुको लास्ट कसले भनेको सुरुको र लास्टको फर्स्ट टाइम मैले नयाँ नयाँ बोली सुने त ए बिनु बुनेले हो मैले त फर्स्ट टाइम बोलेको हो क्या बुने तिमी ल यो दुईटाबाट चाहिँ के कमन आइरहेछ साइन बी साइन बी पनि कमन तान्दिएर काट्दिम ल cos a प्लस cos b भएछ है डिभाइड बाइ मुनिपट्टि sin b सुरुमा लेख्दै त्यसपछि sin b माइनस sin a भएछ। अब हामीलाई प्रुफ गर्नुपर्ने कुरा के पो थियो कटमा थियो है cot b माइनस a है प्रुफ गर्नुपर्ने कुरा cot b माइनस a डिभाइड बाइ 2 cot b माइनस a डिभाइड बाइ 2 यो हो प्रुफ गर्नुपर्ने कुरा भन्नुको त प्रुफ गर्नुपर्ने कुरा त केमा छ हाफ एंगलमा छ यसमा cos c प्लस cos d को फर्मुला हामीलाई आउँछ आउँछ ल आउँछ भने गर्दिम और हैन इक्वल टु लेख्दा हुन्छ ल और त इक्वल टु भएको बेला लेख्ने हो ल भन्नुको मतलब cos a प्लस cos b को फर्मुला मलाई कसले भन्न सक्छ cos sin b प्लस होइन नि भाइ यार माइनस को त cos हुन्छ 2 cos a plus b साइन हुन्छ क्या यसमा चाहिँ ए cos नै हुन्छ सरी cos नै हुन्छ सबै अब नर्मल हुन्छ यसमा केही पनि हुँदैन हैन a प्लस b डिभाइडेड त्यसपछि डी को सोध्नु भयो ए म त ल मुनिपट्टिको sin b माइनस sin a त अघि पनि भनिरहेको छम सुरुमा cos आयो है 2 cos अनि यहाँ आएर b प्लस a डिभाइड बाइ 2 b प्लस a डिभाइड बाइ 2 डट यहाँ आएर के भयो sin b माइनस a डिभाइड बाइ 2 के काट्यो है a प्लस b बाइ 2 भन्नु र b प्लस a डिभाइड बाइ 2 भन्नु त्यही त हो नि cos पनि छ 2 2 पनि छ मल्टिप्लाइमा छ काट्यो ल अब मलाई यति कुरा भन्देऊ जबरजस्ती प्रुफ गर्दिन सक्छौ कि के भन्दिम म तिमीलाई जबरजस्ती त्यस्तो पनि न कास्टुलले लगाइदिम न हैन कि तिमीलाई जबरजस्ती हुन्छ कसले माइनसलाई खान्छ तिमीलाई थाहा छ हो त्यसो भने कसलाई माइनसले खाइदिम न त ल कस माइनस कमन तान्दिम माइनस कमन तान्दिम भने के हुन्छ भने त कस नै त्यही नै हुन्छ ल मतलब माइनस कमन तान्दे अनि यस्तो गर्दै अनि यस्तो गर्दै माइनस कमन तान्देर अनि त्यसपछि sin b माइनस a डिभाइड बाइ 2 अब कतिलाई अप्सनल म्याथ नपढेको ला माइनस कमन तानेर फेरि अब माइनस चाहिँ हरायो अरे के कसले चाहिँ माइनसलाई टक्क खाइदिन्छ के त्यो भएर यो माइनसले कमन तान्यो तर बाहिर निक्लिँदाखेरि यो माइनस हराएर जान्छ के तर साइनमा राख्यो भने फेरि साइनको माइनस चाहिँ फेरि बाहिर आउँछ त्यही भएर साइनलाई माइनस नराखेको साइनलाई राख्यो भने मिस्टेक हुन्छ त्यही भएर कसलाई नै माइनस राख्दे अब यो माइनस बाहिर निक्लिँदाखेरि हरायो त्यही भएर cos बाइ sin भनेको के हुन्छ cot b minus a by 2 cos यो by भनेको चाहिँ sin cot हुन्छ ल यो प्रुफ भयो मलाई नि रोनिस भाइ एउटा फर्मुला भन्देऊ न के को द cos a को फर्मुला प्लिज b स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर बाइ 2 bc b स्क्वायर प्लस c स्क्वायर c स्क्वायर माइनस a स्क्वायर बाइ 2 bc ओ माय गॉड यो भनेको भाइले अति हान्दै यार मलाई त ल सही हो सही ल मलाई यसको पनि भन्देऊ न त cos c को पनि भन्देऊ न त a स्क्वायर प्लस b स्क्वायर माइनस c स्क्वायर बाइ 2 ab ओ माय गॉड यार के हो यार के खायौ तिमीले अहिले हो करेन्टको कुरकुरे अति हान्दियो त यार भाइले त ल ठीक छ अब चाहिँ हामीले के पढ्न आँटेको भने नि होला दाइ मलाई त्यो माथिको देखाइदिनु न नेट गएर आकै थिएन किन नेट गएको एउटा वाइफाई चल्ने इन्भर्टर चाहिँ किन न घरमा
700-800 पर्छ, 800 कि 900 रुपियाँ पर्छ, त्यति पर्छ लाइनै जान्छ। सोलरमा जोडिदिने दाइ, सोलरमा बेस्ट त सोलर। सोलरमा जोडिँदा नै हुन्छ, वाइफाईको डाइरेक्ट त्यो 400। दिनभरि ब्याकअप दिइहाल्छ त्यसले। बिचमा गइहाल्छ। भाइ तिम्रो घरमा नेट छैन असीम भाइ? जहिले नेट छैन भन्छ यार, नेट चलेको छैन, के चलेको छैन। कुन नेट हो भन त, म यता भनिदिन्छु जोडिदिने भनेर त्यता। भाइ फ्रीमा गिरीको भन्छ त मलाई भन न, अनलाइन मलाई त चाहिएको छ। हुन्छ त गिरी, कहाँबाट नेट चले छैन त फेरि? ओइ डाटा हो कि डाटा, ओइ फ्रीमा कसैले चलाउँदैन? सुन न, फ्रीमा कसैले वाइफाई जोडिदिँदैन? मलाई फ्रीमा क्या नदिएर त हो नि। 11 दाइ, 11 3 मन्थ मलाई आउँछ। ए ल रिफरल। सुन न, अब नि सोलुसन अफ ट्रायंगल गर्न आँटेको ल। यो चाहिँ मैले नपढाउँदा हुने लेसन हो हैन, तर मैले तिमीहरूलाई पढाउन आँट्दैछु। रोनिस भाइले फर्मुला पढिसक्यो भनेपछि तिमीहरूले पढ्न बाँकी छ त। अब मलाई एकचोटि विवश भाइले साइनको पनि फर्मुला भनिदिन्छ एकचोटि, के पो अरे भाइ? A by sin A is equal to B by sin B is equal to C by sin C is equal to R. ल यति फर्मुला भन्दै भने अब यहाँ हेर ल, कोही पछि इन्जिनियरिङ पढ्ने छौ, इन्जिनियरिङ पढ्छु भन्ने लागिरहेछ भने यो दुईटा फर्मुला चाहिँ चाहिन्छ है। सर्वे क्याम्पमा पनि चाहिन्छ, सर्वेमा पनि चाहिन्छ, यो फर्मुला चाहिन्छ। यही मैले अस्ति रोनिस भाइलाई सोधेँ नि, कस ए को फर्मुला, साइनको फर्मुला, यो जहिले चाहिन्छ के। ल अब मैले सुरुमा केटाकेटीको जस्तो क्वेसन क्या, केटाकेटीको जस्तो क्वेसन सोधेँ अरे ल। एउटा ट्रायंगल छ अरे तिमीहरूसँग, अनि यो ए छ अरे, यो बी छ अरे, यो सी छ अरे, यो एङ्गल भइहाल्यो। यसको अपोजिटपट्टि बी भन्ने एङ्गल चाहिँ, बी भन्ने साइड चाहिँ 3√3 छ अरे, अनि ए को एङ्गल चाहिँ 30 डिग्री छ अरे, ए को एङ्गल चाहिँ 30 डिग्री छ अरे, अनि ए को साइड चाहिँ 3 भन्ने छ अरे। ल केटाकेटी हो, यो सोलुसन अफ यो ट्रायंगलको कम्प्लिट सोलुसन मलाई निकाल्देऊ न भनेर मैले सोधेँ अरे क्या तिमीहरूलाई। तिमीहरूले अब गर्न सक्छौ कि सक्दैनौ भन त? सक्छौ। ल तिमीहरूलाई थाहा भएको कुराबाट गयो भने पनि केही प्रब्लम भएन। ल तिमीहरूलाई थाहा भएको कुरा के हो भन त? जस्तै cos A थाहा छ नि तिमीहरूलाई, cos A भनेको के हो अरे? भुवन भाइले रोनिस भाइले भन्दै थियो, b² + c² - a² डिभाइड बाई 2bc भनेर भन्दै थियो। अब हामीलाई के थाहा छ? b पनि थाहा छ, c थाहा छैन। c आउने भएर c नन हुने भयो यहाँबाट। भन्नु मतलब cos A भनेको कति हो भन त? cos A भनेको 30 डिग्री हो। अब b² भनेपछि √3 को स्क्वायर भयो, प्लस c² भनेको थाहा छैन, माइनस a² भनेको 3² डिभाइड बाई 2b भनेको 3√3 अनि c भनेको थाहा छैन। अब c को भ्यालु आएको हैन, c थाहा छैन, c थाहा छैन, c मात्रै थाहा छैन, अरु सब थोक थाहा छ। cos 30 भनेको कति पो हो? मलाई त आउँदैन। cos 30 भनेको कति हो? √3/2। ल cos 30 भनेको √3/2 अरे। भनेपछि यहाँ आएर √3 डिभाइड बाई 2। अब आउँछ कि आउँदैन यति सल्भ गर्नलाई? क्याल्कुलेटरबाट पनि सल्भ गर्न सक्यो तिमीहरूले, हो कि हैन त? यस्तो वाला क्वेशन आउँछ र? आउँछ नि, आउँछ। 10 मा यस्तो वाला मिस्टेक होइन, यस्तै वाला मिस्टेक गर्छौ तिमीहरूले। फेरि पछि दुईटा एन्सर आउँछ, एउटा मात्रै एन्सर लेखेर छोडेर आउँछौ के तिमीहरूले। ल यही क्वेसनलाई यसरी पनि सल्भ गर्न मिल्यो, जसरी पनि गर्न मिल्यो, तर तिमीहरूलाई म राम्रो तरिकाले सल्भ गर्न सिकाउँछु। ल यसलाई चाहिँ नि यस्तो हुन्छ क्या, दुईटा एन्सर आउँछ क्या। कसरी दुईटा एन्सर आउँछ भन्ने कुरा सुरुमा सुन है तिमीहरूले। मैले तिमीहरूलाई भन्नु पर्दैन क्या, भन्न चाहिँ यो ट्रायंगलको सम भनेको जहिले पनि कति हुन्छ भन त? यो ट्रायंगल जस्तै यो बी हो, यो सी भयो भने यो a + b + c = 180 डिग्री हुन्छ भनेर आउने हो नि त तिमीहरूलाई। अब दुईटा एन्सर चाहिँ कसरी आउँछ दादा? कसरी चाहिँ मिस्टेक हुन्छ जस्तो लागिरहेछ? यस्तो हुन्छ क्या, अब यो भ्यालुहरू त फरक हुन्छ हुनु त अफकोर्स हुन्छ होइन। जस्तै मैले यहाँ आएर 60 डिग्री दिएँ अरे, यो 60 डिग्री दिएँ अरे, यो 60 र यो कति भयो? 90 डिग्री भयो। यो 90 डिग्री हुनु पर्यो कि परेन भन त? पर्यो। भनेपछि यो अब 180 डिग्री भयो नि होइन, 180 डिग्री भयो। अब सँगैमा कस्तो क्वेसन हुन्छ भने यस्तो पनि हुन्छ क्या।
अब एक्ज्याक्टली त्यस्तो ट्रेङ्गल त नहोला होइन। मैले तिमीहरूलाई यहाँ आएर यो 60 छँदैछ, 60 पनि एउटा एन्सर भयो। मैले सपोजको लागि यो 120 एङ्गल हो भनेर मानिदिएँ अरे मैले भने 120 यो 60 गर्दाखेरि एउटा एन्सर 90 डिग्री आयो। अर्को अब 120 र 60 जोड्दा कति भयो भन त? 150 भयो। अब 80 पुग्नलाई कति बाँकी रह्यो भन त? 180 पुग्नलाई बुझेनौ? बुझ्यौ कि बुझेन मैले के भन्दैछु भने यो 60 पनि हुन पायो, 120 पनि त हुन पायो नि त, हुन पाउँदैन र 120 चाहिँ एङ्गल। अब 60 भएको बेलाको एन्सर 90 हो कि न त? 60 भएको बेलाको यो एन्सर 90 हो, तर 120 भएको बेलाको अर्को एन्सर कति हुन्छ त? 150 भयो, 30 भयो, अर्को एन्सर पनि 30 नै हुनु पर्यो कि परेन भन त? यसको लागि यो एन्सर भएको भएन। अनि दुईटैको लागि 180, यो गर्दाखेरि पनि 180 भइरहेछ, अनि यो गर्दाखेरि पनि 180 भइरहेछ कि छैन भन त? दुईटै एन्सर भ्यालिड हो नि। हो, तिमीहरूले चाहिँ के गर्छौ भने एउटा एन्सर लेखिदिन्छौ, छोडिदिन्छौ क्या। बुझ्यौ? तिमीहरूको मिस्टेक थाहा भयो कहाँ रहेछ? अब गर्दाखेरि चाहिँ एकदम ध्यान दिएर यो कतिखेर मिस्टेक हुन्छ त? के गर्दा मिस्टेक हुन्छ भन्दाखेरि हो ट्याक्कै यहीँनिर मिस्टेक हुन्छ क्या। अब जस्तै यो स्क्वायर छ, अनि स्क्वायरले गर्दाखेरि प्लस माइनस एन्सर निक्लेर दुईटा एन्सर निक्लियो क्या। सीकै भ्यालु नै दुईटा एन्सर। अब यो साइडको भ्यालु त दुईटा ननिक्लेला होइन, साइडको भ्यालु दुईटा ननिक्लेला, तर निक्लिन पनि सक्ला। अब यो चाहिँ क्यालकुलेटरमा हाल्दै सिफ्ट सल्भ गरेर अथवा क्वाड्रेटिक बनाएर दुईटै एन्सर निकाल्छ नि त। बरु दुईटै एन्सर निकाल्दिने, अनि रङ हुँदैन है। बुझ्यो कि बुझेन मैले के भन्दैछु? जबसम्म दुईटा एन्सर साइडमा चाहिँ दुईटा एङ्गल ननिकाल, एङ्गलमा दुईटा एङ्गल निकालेर छोडिदिँदा भयो ल। के बुझेनौ? हो, यस्तो खालको ट्रेङ्गललाई चाहिँ के भनिदिँदो रहेछ? एम्बिगियस ट्रेङ्गल भन्दो रहेछ। यस्तो खालको ट्रेङ्गललाई के भन्दो रहेछ? एम्बिगियस भनेको मल्टिपल एन्सर भएको क्वेसन्सहरू हो क्या। मतलब यस्तो चाहिँ अब मिस्टेक नै खालको नि त, मतलब मिस्टेक त होइन, जे होस् कन्फ्युजिङ क्वेसन भयो तिमीहरूको लागि है त। ल यही क्वेसनलाई म मजाले त्यो दुईटा एन्सर निकालेर गरौँ ल। अब यो अहिले मैले जुन तरिकाले चाहिँ डाइरेक्ट एन्सर निकाल्ने कोसिस गरेँ, यसले एउटा एन्सर मात्र निक्लिन्छ। त्यही भएर सुरुमै यसरी नगरौँ ल। सुरुमा हामी एङ्गलमा काम गरौँ, एङ्गलबाट अरू थोक निकालौँ ल। अब दादा एङ्गलमा काम गर्ने भनेर भन्नुभयो, एङ्गलमा कसरी काम गर्ने जस्तो लागिरहेछ होइन। अब हामीलाई साइन ल थाहा छैन र, साइन ल तिमीलाई युज गर्न आउँछ कि आउँदैन? आउँदैन है, म सिकाउँछु ल। यहाँ हेर है त, साइन ल कस्तो के ल भन्छौ त्यही ल युज गर्दा अब यहाँ हेर, सुरुमा साइन ल भन्ने बित्तिकै साइन लले के भन्छ भन त? ए बाई साइन ए बी बाई साइन बी इक्वल टु बी बाई साइन बी इक्वल टु सी बाई साइन सी इक्वल टु 2r। ल अहिलेको लागि हामीलाई यो सबै युज गर्नु पर्दैन क्या, कुन कुन दिएको छ त्यही युज गर्ने हो नि त। क्यापिटल ए थाहा छ हामीलाई हो, स्मल ए थाहा छ हामीलाई हो, स्मल बी हामीलाई थाहा छ। ठ्याक्कै अपोजिट हुन्छ क्या। जहिले पनि कि त यसको अपोजिट यस्तो हुन्छ अनि यसको अपोजिट यस्तो हुन्छ क्या। अब यो थाहा छ भने, अब यो थाहा छैन क्या हामीलाई अहिलेको लागि। भनेपछि साइन बी निक्लिने रहेछ हाम्रो। भनेपछि साइन ए र साइन बी चाहिँ युज हुने रहेछ भन्ने कुरा बुझ्यो कि बुझेन? साइन सी युज भयो त अहिलेको लागि। यो र यो युज हुने हो, यो र साइनमा चाहिँ जहिले पनि अपोजिट युज हुन्छ क्या। भन्नुको मतलब ए र बी मात्रै युज हुँदो रहेछ, यो सी को अहिलेको लागि काम छैन। त्यही भएर मैले यति मेटाइदिएँ भने यो पनि साइन ल हो कि होइन? ल ए को भ्यालु कति हो? 3 हो, डिभाइड बाई साइन ए इक्वल टु बी भनेको 3√3 डिभाइड बाई यहाँ आएर के छ? साइन बी छ। साइन बी भनेको थाहा छैन हामीलाई। साइन ए त हामीलाई थाहा छ त, साइन ए किन नभनेको 30 डिग्री। 30 डिग्री भनेको 30 भनेको 1/2 होइन। भनेपछि 3 र 3 काट्यो, 1/2 हो नि त। 1/2 2 तल 2/√3 आयो। 2/√3 इक्वल टु 1 डिभाइड बाई साइन बी भयो। भनेपछि साइन बी उताउँदाखेरि के भयो? √3 डिभाइड बाई 2 हो। अब √3 डिभाइड बाई 2 कति हो? कति हुँदा साइन कति हुँदाखेरि √3 डिभाइड बाई 2 आउँछ भन त मलाई? 60 हो, यही हो क्या मिस्टेक तिमीहरूको। हेर, साइन 60 मा पनि √3/2 हो, साइन 120 मा पनि √3/2 हो के। हामीले यहाँ सोलुसन अफ ट्रिगोनोमेट्रिक रेसियो लगायौँ त, त्यो नलगाइकन एउटा एन्सर निकाल्दैछौँ क्या हो। अब यहाँबाट बी को भ्यालु, अब यहाँ आएर यहाँ है साइन बी इक्वल टु 60 हो। तर प्लस माइनस लिएको यहाँ चाहिँ प्लस माइनस नलागे पनि सम्झेर तिमीहरूले सोलुसन अफ ट्रायंगल सम्झेर साइन बी इक्वल टु
साइन 120 पनि हो। यही 60 र 120 मात्रै सम्झ क्या। 60 आउने बित्तिकै बुझ कि एम्बिगुएस पनि हुनसक्छ। 60 30 त्यति आउँदाखेरि चाहिँ एम्बिगुएस पनि हुनसक्छ भनेर सोचिदेऊ ल प्लिज मेरो लागि। अरूमा मिस्टेक हुँदैन, अरू केहीमा मिस्टेक हुँदैन, यसमा हो मेरो मिस्टेक हुने। बी इक्वल टु 60 डिग्री अनि यहाँ आएर बी इक्वल टु 120 पनि हुनसक्छ नि त ओर लेखेर। अब बी को लागि एउटा सोलुसन निकाल्देऊ, सी को लागि एउटा सोलुसन निकाल्देऊ। अब त जे फर्मुला लगायो भने एउटा एउटा एन्सर निकालेर गर्न सकिन्छ कि सकिँदैन? 4 मार्क्समा आइदिन्छ, 3 मार्क्स अथवा 4 मार्क्समा आइदियो भने। त्यही भएर एउटा एन्सर मात्रै निकाल्यो भने के हुँदो रहेछ बुझ्यौ? आधी मार्क्स गयो के। यहाँ हेर है, यहाँ पछाडि सबैले एउटा एन्सर मात्रै लेख्छन्, तिमीहरूले सम्झिने त। त्यो क्याल्कुलेटरमा हाल्दा चाहिँ आउँदैन त। क्याल्कुलेटरमा एउटा मात्रै एन्सर दियो नि त भाइ। अब कस 120 हाला त, ए साइन 120 हाला त कति आयो? √3/2। अनि हेर साइन 120 को पनि त एन्सर त √3/2 रहेछ नि त। साइन 60 को पनि √3/2 हो। त्यही भएर दुईटै एन्सर हो कि हैन? अब यहाँदेखि उता फर्दर पनि गर्दिम दाइ। यसको चाहिँ गर्दैनौ नि दाइ, अहिले बुझिएन कि। ल आयो सोलुसन अफ ट्रायंगल बुझिएन भनेर। म त सारेको नि छैन, हेरि मात्रै आएको। होइन हेर भाइ, यो इम्पोर्टेन्ट है, एक्जाममा आउँछ नि। साँच्चीकै एक्जाममा चाहिँ आउन सक्छ है, अगाडिबाट बरु नआउला, योबाट आउन सक्छ है। ल अब यो बी को भ्यालु पनि निक्ल्यो, सी को भ्यालु पनि निक्ल्यो। अब यहाँ हेर बी को भ्यालु अघि मैले भनेको ठ्याक्कै त्यस्तै भएको छ, 120 र 60 र 120 हुन पायो। अब सम अफ द ट्रायंगल लगाम, यहाँ आएर सम अफ ट्रायंगल लगाम भन्नुको मतलब ए चाहिँ त्यति नै हो। फेरि ए त्यति नै हो। बी 60 को लागि गर्दै गरौँ ल। भनेपछि हामीलाई के थाहा छ? ए प्लस बी प्लस सी इक्वल टु पाई हो कि हैन? यहाँ पनि सम अफ ट्रायंगल लगाम, सम अफ ट्रायंगल लगाम। यहाँ पनि के हो? ए प्लस बी प्लस सी इक्वल टु पाई हो कि हैन? हो। ए भनेको 30 डिग्री हो, तर यो ए को लागि त बी भनेको त 60 डिग्री हो नि त। प्लस सी इक्वल टु 180 होइन? यो 180 भन्नुको मतलब सी भनेको 90 आयो क्या सी को भ्यालु आयो हो। अब यसको लागि यो भनेको 30 हो, प्लस बी को भ्यालु त 120 हो, प्लस सी भनेको हामीलाई थाहा छैन। यहाँबाट सी को भ्यालु कति आयो? 180 घटारे 30 आयो होइन? कि कति आयो? त्यही हो दाइ। 30 आयो। ल सी को भ्यालु पनि आयो, दुईटा सी को भ्यालु आयो, दुईटा बी को भ्यालु आयो। हो यस्तो खालकोलाई चाहिँ एम्बिगुअस प्रब्लम भन्छ के। ल यहाँ आएर दुईटा एन्सर आयो। अब हामीले साइडको कुरा गर्नु छ। साइडको एन्सर गर्नको लागि पनि अब तिमीहरूले यहाँबाट कुन साइड निकाल्नु छ भन्न त? साइन ल नै लगाउँदा पनि भइहाल्यो, साइन ल। अब हामीलाई यो सी चाहिएको छ नि त। अब सी वाला एउटा कुनै लगाइदिउँ। यहाँ आएर सी डिभाइड बाई साइन सी इक्वल टु, अनि यहाँ आएर बी डिभाइड बाई साइन बी लाउँदा पनि भयो, अथवा ए डिभाइड बाई साइन ए लाउँदा पनि हुन्छ। यो पनि नोन छ, यो पनि नोन छ, अनि यो सी पनि नोन छ। यो सी आएन र अब आयो। यो सी साइन भित्रको सी भनेको एङ्गल हो, यो साइन माथिको भनेको साइड हो भन्ने कुरा थाहा छ। अब साइन ल लगाइदिउँ। साइन लले के भन्छ? सी थाहा छैन हामीलाई। बी कति थाहा छ? बी भनेको 3√3 अनि यो सी पनि उता गएर मल्टिप्लाई गर्दाखेरि यस्तो भएको भएन भन्नु त? साइन सी डिभाइड बाई साइन बी भयो नि त। अब चाहिँ भ्यालु हालौँ ल। ल बी को भ्यालु है, यो केही छैन, यो मल्टिप्लाई गरे बी को भ्यालु चाहिँ लेखिदिएको हो। ल 3√3। अब साइन सी भनेको कति हो त? साइन सी भनेको 90 हो कि हैन? अहिलेको लागि सी भनेको 90 होइन र? साइन बी भनेको कति हो? 60 हो कि हैन? 60 हो। साइन बी भनेको 90, साइन 90 भनेको 1 हो कि हैन? साइन 60 भनेको √3/2 हो कि हैन? सी इक्वल टु 3√3 अनडिभाइड बाई √3 डिभाइड बाई 2 भनेको माथि गयो, यो र यो गयो। सी को भ्यालु 6 आयो कि आएन भन त? कि बुझेनौ कि कति आयो तिमीहरूको? यति नै आयो होइन? ल अब यतातिर पनि साइन ल लगाइदेऊ न त, त्यसरी नै साइन ल। अब सी डिभाइड बाई साइन सी इक्वल टु बी डिभाइड बाई साइन। किन लामो छ कि चाहिँ? लामो भइसक्यो कि भइसकेन यो क्वेसन भन त? सिम्पल छ, तर कति सोलुसन अफ ट्रायंगल हो, तर लामो भइसक्यो क्या। बी साइन सी डिभाइड बाई साइन बी आएको छ नि। बी को भ्यालु भनेको 3√3 हो, अनि साइन सी भनेपछि साइन 30 हो, अनि साइन बी भनेपछि साइन बी कति हो? बी भनेको 120 हो। साइन बी भनेको 120 भनेको त √3/2 हो नि त।
सी इक्वल टु 3√3 sin 30 भनेको 0.5 भनेको 1/2 1 डिभाइड बाई 2 अनि यो भनेको √3 डिभाइड बाई 2 भनेको माथि माथि गयो √3 काट्यो सी को भ्यालु 3 आयो। ल भन्नुको मतलब सोलुसन अफ ट्रायंगल बुझ्यो। दुईटा सी को भ्यालु पनि दुईटा आइराछ है, सी को भ्यालु पनि दुईटा आइराछ। एउटा ट्रायंगलको लागि एउटा एन्सर आयो भन्नुको मतलब यस्तो लेखिदिने। अब ट्रायंगल 1 भनेर लेखिदिने। ट्रायंगल 1 मा ए को भ्यालु 30 नै थियो, बी को भ्यालु 60 आयो, सी को भ्यालु 90 आयो र अब यहाँ नआएको नथाहा पाएको भनेको सी मात्रै त थाहा थिएन, सी को भ्यालु 6 आयो भनेर लेखिदिने। सी को भ्यालु 6 आयो। अब ट्रायंगल 2 मा ए को भ्यालु गिवन 30 डिग्री थियो, बी को भ्यालु 120 आयो र सी को भ्यालु 30 डिग्री आयो र यो क्यापिटल सी है, यो चाहिँ स्मल सी है, पछाडिको लास्टको स्मल सी को भ्यालु चाहिँ 3 आयो। हो यसरी चाहिँ हाम्रो ट्रायंगल कम्प्लिट भयो भनेर लेखिदिने लास्टमा ल, अथवा बनाएर छोडेर नि भयो। बुझ्यो कि बुझेनौ? बुझ्यो दाइ। हजुर त्यो यो सी को 6 र 3 आएको छ त भ्यालु, त्यो फ्याक्टराइजेसन गरेर गर्न नि मिल्छ कि मिल्दैन? फ्याक्टराइजेसन मतलब त्यो कस वाला फर्मुला छ नि दाइ। ए प्लस माइनस लेखेर निकाल्दाखेरि भयो। प्लस माइनस लेख्दाखेरि दुईटा एन्सर आयो, यही आयो कि कस्तो कस्तो आयो? होइन दाइ, कस ए को फर्मुला हाल्यो अनि त्यसपछि सी स्क्वायर माइनस 9c प्लस 18 आयो। मिलो त्यसरी हो। तर दुईटा एन्सर निकाल्नु पर्यो। त्यो 6 लाइनमा आयो, चाँडै आयो। दुईटा एन्सर आउनु पर्यो। जसरी गर्दा नि मैले सुरुमा त्यसरी प्लस माइनस लगाएर क्वाड्रेटिक इक्वेसन लगाएर कहिले काहीँ पोइन्टमा आउँछ भनेर मैले यसरी गर्न लागेको। ल दाइ जसरी भए पनि गर्दा भइहाल्यो। बुझ्यो? आजलाई यति नै हैन। यो